ल है साथीहरू, म तपाईहरुलाई आज यो ठाउँ देखाउन गइरहेको छु, यो ठाउँ घुमाउन गइरहेको छु। जुन यो ठाउँ चाहिँ रूपाकोटमा जोगढी नगरपालिका अन्तर्गत पर्ने 14 नम्बरमा पर्ने यो राँके बजार अर्थात् आँखा पोखरी भनेर भनिन्छ। आँखा पोखरी यो आँखाका आकृतिमा बनाइएको यो पोखरीमा पानी त छैन, तर यसलाई आँखा पोखरी भनेर यसको नाम परिचित छ। यो पोखरीलाई चारैपट्टिबाट अहिले के भन्छ फुलले सजाइएको छ र यो फुलको धकमक्क फुलाइ देख्दाखेरि मैले भिडियो नबनाई म बस्न सकिनँ। त्यही भएर पनि यो भिडियो बनाएर तपाईहरुको माझमा के भन्छ लिएर आएको छु। र साथीहरु हेर्नुस् त यो फुलहरुको जवानी कति रमाइलो छ है। साच्चै फुल आफैमा एकदम सुन्दर वस्तु हो, सुन्दर चीज हो। यो फुल जहीँ तहीँ फुल्न सक्दैन र फुलाउन सक्दैन। मान्छेले जो कसैले फुलाउन सक्दैन। फुल फुलाउनको लागि जो पनि यो गुलाबको फुल हो, काँडावाला फुल है, यसरी सजाइएको छ। हेर्नुस् त साथी, उतापट्टिबाट गाडी हिँड्छ, तर यो यतापट्टिबाट यो आँखा पोखरीमा चाहिँ दृश्य हेर्ने हो भनेको तपाईँ यो तरिकाले फुललाई सजाइएको छ। आँखा पोखरीलाई सजावट एउटा बगैँचाको रूपमा यो चाहिँ आँखा पोखरी हो, लगाइएको छ। र यो फुल साँच्चै भन्नुपर्दाखेरि एकदम रमाइलो छ साथी। तपाईहरु पनि हेर्नको लागि आउनु सक्नुहुनेछ। दिक्तेल जाने क्रममा यो आँखा पोखरीमा हो है त साथी हो। यसै क्रममा तपाईहरुलाई मैले यो पनि ठाउँ नदेखाइकन बस्न सकिनँ। यो चाहिँ दिक्तेल जाने क्रममा मुडे डाँडादेखि मुनि बीचमा पर्ने यसलाई लभ डाँडा भनेर चिनिन्छ। यो लभ डाँडामा म एक्लै भएर पनि यो ठाउँलाई मैले मेरो क्यामेरामा कैद गरेर तपाईहरुलाई देखाएँ साथी हो। अनि यस पछाडि म अब यो क्यामेरामा कैद गरिसके पछाडि आजको मेरो यस्तो खालको खाजा खाइसके पछाडि फेरि म ब्याक घरतिर आएँ साथी हो। हस् त आजको लागि यति नै, फेरि भेटौँला, नमस्ते।